प्रस्तावनामूलक सानो नाटक ल्याएका छौँ, यसलाई स्वीकार गरिदिनु होला, जसको शीर्षक रहेको छ जङ्कफुडको जाल स्वास्थ्य बेहाल। धन्यवाद। होइन अब सुरु हो के भन्नु भूमि कलाकारहरू हाम्रो कलाकारहरूले हेरे त्यहाँ अरूले कसरी गर्छ खाजा खाने समय भयो। आऊ आमाले बनाउनु भएको ताजा ताजा स्थानीय साग खाऊ, यसले शक्ति दिन्छ। आमा यस्तो सानो ढिलो मलाई त बजारमा चाउचाउ र कुरकुरे बुझाइदिनु, नत्र म भोकै बस्छु। होइन के भइरहेको छ यहाँ? नमस्कार आन्टी। नमस्कार बाबु। हेर न श्याम बाबुले घरमा बनेको ताजा ताजा खानेकुरा नै नखाने भन्छन्, बजारमा प्याकिङ भएको जङ्क फुड मात्रै खान खोज्छन् नि। ए राम, आमाले यति माया गरेर स्वास्थ्यकर खाना बनाउनु भएको छ, फेरि घरमा जस्तो पोषणयुक्त खाना अन्त कहीँ पाइँदैन नि। फेरि हामीलाई बजारको खानाले भिराउनु पनि पार्छ। मलाई त जिब्रोको स्वाद चाहिएको छ, पोषण मलाई मतलब भएन। ए तिमी पनि कस्तो कुरा गर्छौ? ल म पनि घर गएर हुन्छ। ल बाबु म पनि जान्छु, मोबाइल देऊ, म एकैछिन बाबासँग कुरा गर्छु नि, तिमी पनि रेस्ट गर न एकैछिन। अर्कोवाला चाहिँ वायरलेसवाला छैन त केवल चिनी र केमिकल छ। म तिम्रो दाँत र हड्डीमा मकिएको तिमीले पत्तै पाउँदैनौ। जो जो हामीलाई खान्छ उसले अस्पतालको चक्कर काट्छ। ओहो कस्तो नराम्रो सपना पो आएछ। आमा पेट दुख्यो, मलाई नाट्य गरौँ नाट्य। मैले भर्खरै डाक्टरलाई फोन गर्छु, नाट्य गरौँ नाट्य। हेलो डाक्टर सर, मेरो बाबुलाई धेरै पेट दुखेको छ, छिटोभन्दा छिटो मेरो घर आइदिनु पर्यो। यता छन् बाबु। ओहो मेरा बाबु, डान्स तिम्रो शरीरमा छ रगत निकै कम भएको छ, जसलाई हामीले किन भन्छौँ। पोषण नपुगेको कारण तिम्रो शरीर निकै कमजोर भएको छ। यो सबै सधैँ जङ्क फुड सेवन गर्ने भएकाले हो। मलाई माफ गर्नुहोस् डाक्टर अङ्कल, अब म के खाऊ त?
हेर बाबु, हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाउनको लागि सन्तुलित भोजन चाहिन्छ, जसमा हाम्रो शरीरलाई ऊर्जाका लागि गहुँ, कोदो, चामल, फापर जसबाट हामीले कार्बोहाइड्रेट प्राप्त गर्छौँ र हाम्रो शरीरको वृद्धि विकास गर्नका लागि दाल, गेडागुडी, माछा, अन्डा जसबाट हामीले प्रोटिन प्राप्त गर्छौँ र हाम्रो शरीरलाई रोगबाट बचाउनको लागि हरियो सागपात, पहेँला फलफुल र स्थानीय बजारमा पाइने सम्पूर्ण फलफुलबाट हामीले भिटामिन र मिनरल्स प्राप्त गर्छौँ। यति भयो भने हाम्रो शरीर स्वस्थ र बलियो हुन्छ। हो डाक्टर साहब, हामीले आफ्नै घरमा पाइने हरिया सागसब्जी जस्ता खानेकुरा खानुपर्छ। सही भन्यो श्याम। लाउनुहोस् त यो दबाई दिनुहोस् त बाबुलाई। धन्यवाद डाक्टर अङ्कल। अबदेखि मैले बजारको जङ्क फुड कहिले सेवन गर्दिनँ। हजुरले जे भनेको छ त्यो मात्रै सेवन गर्छु। हुन्छ ल, हाम्रो शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र मिनरल चाहिन्छ, जसले हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाउँछ। त्यसैले पोषणमा ध्यान दिनुपर्छ। ल हस् त। आमाको हातको ताजा र स्वस्थ खाना नै अमृत हो। आजदेखि जङ्क फुडलाई बाई बाई, घरकै खानालाई हाई हाई। स्वस्थ नागरिक नै देशको भविष्य हो, त्यसैले पोषणमा ध्यान दियो। सफा खाऊ, ताजा खाऊ, स्वास्थ्यलाई बलियो बनाऊ। बजारको जङ्क फुड छोडेर घरकै खानपान रोजौ। कुपोषणलाई भगाऊ, सुखी र स्वस्थ नेपाल बनाऊ। धन्यवाद।